उनी रोयल मरिन्सको स्पेशल बोट सर्भिसमा छनौट हुने इतिहासकै पाकिस्तानको त्यो हिमालले निम्सताईलाई चटक्कै छोडेर लग्यो। संसारलाई असम्भव केही छैन भनेर सिकाउने निर्मल पूर्जा आज आफै अस्ताएका छन्। उनले त्यो हिमाल चढ्नुभन्दा अगाडि लेखेको यो स्टाटसले सबैलाई अहिले भावुक बनाएको छ। के भएको थियो ब्रोड पिकमा? काराकोरम हिम श्रृङ्खलाको चिसो सिरेटोले 8047 मिटर अग्लो ब्रोड पिकलाई ढपक्कै ढाकेको थियो। हिउँको साम्राज्यमा खडा भएको त्यो निर्मम पहाडतिर हेर्दै एउटा साहसी मान्छेले आफ्नो मनको बह पोखिरहेका थिए। उनी थिए निर्मल पूर्जा, अर्थात् विश्वभरि निम्सताई भनेर चिनिने साहसी गोर्खा, जसले संसारलाई सिकाएका थिए नथिङ इज इम्पोसिबल, असम्भव केही छैन। भर्खरै मात्रै उनले गासेरब्रुम 2 को चुचुरोमा 57 पटक 8000 मिटर भन्दा अग्ला हिमाल चढेर सफलताको झण्डा गाडेका थिए। सुरुमा उनको योजना केवल गासेरब्रुम 2 मात्रै आरोहण गर्ने थियो, तर नियतिले उनलाई अर्कै बाटोतर्फ बोलाइरहेको थियो। यदि उनले ब्रोड पिकको चुचुरो पनि चुमेका थिए भने उनी बिना अक्सिजन संसारका 14वटै 8000 मिटर भन्दा अग्ला हिमाल 2 पटक आरोहण गर्ने इतिहासकै पहिलो मानव बन्ने थिए। मौकाले उनलाई सुटुक्क इसारा गरिरहेको थियो, तर मृत्युलाई कयौं पटक जितेका यी अनुभवी आरोहीलाई हिमालको रहस्य र निर्ममताको पूर्ण भान थियो। ब्रोड पिकको आधार शिविरबाट अगाडि बढ्नु अघि उनले आफ्नो सामाजिक सञ्जालमा एउटा भावुक सन्देश लेखे। त्यो सन्देश कुनै कीर्तिमानको घमण्ड थिएन, त्यो त एउटा मान्छेले हिमालसँग मागेको जीवनको भिख थियो। सायद उनले प्रार्थना गर्दै लेखेका थिए, ब्रोड पिक, म तिमीसँग केवल एउटा कुरा माग्छु, मलाई सुरक्षित रूपमा माथि पुग्न र फेरि सुरक्षित रूपमा फर्किन देऊ। उनले अगाडि थपेका थिए, म कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा लिन्न। बेस क्याम्पबाट पहिलो पाइला चाल्ने बित्तिकै मेरो सम्पूर्ण समर्पण त्यही अभियानमा हुन्छ। सधैँ त्यस्तै थियो, सधैँ त्यस्तै रहनेछ। आफ्ना आलोचक र समर्थक दुवैलाई हृदयदेखि धन्यवाद दिँदै उनले लेखेको त्यो अन्तिम पोस्ट वास्तवमा उनको यो धरतीप्रतिको अन्तिम विदाई सन्देश बनिदियो। कसैलाई थाहा थिएन हिमाललाई आफ्नै आमा मानेर अङ्कमाल गर्ने यो साहसको पर्याय मान्छे यसपालि भने त्यही सेतो हिउँको ओछ्यानबाट कहिल्यै नउठ्ने गरी सुत्न जाँदैछ। जुलाईको अन्तिम साता पाकिस्तानको काराकोरम क्षेत्रमा मौसम भयानक रूपमा बिग्रिँदै गइरहेको थियो। ब्रोड पिक 8047 मिटर आफ्नो नाम जस्तै विशाल र निर्मम भएर उभिएको थियो। निम्सताईको नेतृत्वमा 6 जना नेपाली र 4 जना विदेशी गरी 10 जना साहसी आरोहीको टोली चुचुरोतर्फ पाइला बढाउँदै थियो। उनका साथमा थिए उनका जीवन मरणका साथीहरू, विश्वासी गाइडहरू पूर्व बहादुर गुरुङ, युक्ता र निमा शेर्पा। हिमालमा निम्सताई केवल कीर्तिमानका लागि लड्दैन थिए, उनी त अरूको ज्यान जोगाउन आफ्नो ज्यान जोखिममा पार्ने मान्छे थिए। कयौं पटक अक्सिजन सकिएका मर्नै लागेका विदेशी आरोहीलाई काँधमा बोकेर उनले क्याम्पसम्म ल्याएका थिए। साउन 14 गते, जुलाई 30 बिहिबारको मध्याह्न ब्रोड पिकको माथिल्लो भेगमा अचानक काल मडारियो। पहाडको माथिल्लो भागबाट विशाल हिउँको पहाड खस्यो, एउटा प्रलयकारी हिम पहिरो। केही सेकेन्डभित्रै सेतो मृत्युले सिङ्गो बाटोलाई निल्यो। निम्सताई, युक्ता, निमा शेर्पा र उनीहरूका टोलीका 10 जना सदस्यहरू त्यो भयानक हिम पहिरोको चपेटामा परे। निम्सताई भन्दै साथीहरूले चिच्याएको आवाज त्यही सेतो आँधीभित्र बिलायो। हिमालसँग दया माग्ने ती ओठहरू हिउँकै चिसोमा जमिरहेका थिए। उनले हिमालसँग केवल एउटा कुरा मागेका थिए, मलाई सकुशल फर्किन देऊ। तर सायद ब्रोड पिकले यसपालि ती साहसी पुत्रलाई आफ्नो काखबाट फर्किने दिएन। प्रकृतिले आफ्नो सबैभन्दा प्यारो र जिद्दी छोरालाई सधैँका लागि आफ्नै सेतो छातीभित्र सजाउने कठोर निर्णय गरिसकेको थियो। पूर्जासहित 6 नेपाली र 4 विदेशी गरी 10 जना उक्त हिम पहिरोमा बेपत्ता भएका थिए। पाकिस्तानको काराकोरम हिम श्रृङ्खलामा अवस्थित 8047 मिटर अग्लो ब्रोड पिकमा गत बिहिबार 14 साउन मध्याह्नतिर हिम पहिरो गएको घटना हो। म्याग्दीको विकट दाना गाउँमा जन्मिएका निर्मल पूर्जाको बाल्यकाल चितवनको धुलो र घाममा बितेको थियो। लाहौर
गोरे परिवारमा जन्मिएका उनको प्रारम्भिक सपना हिमाल चढ्ने थिएन। उनको सपना त केवल आफ्ना बाबु र दाजुहरू जस्तै बेलायती सेनामा